यदि तपाईँ युट्युबमा करियर स्टार्ट गर्ने सोचमा हुनुहुन्छ भने यो भिडियोलाई लास्टसम्म हेर्नुहोला, किनकि यो भिडियोमा तपाईँहरूलाई म गाइड गर्नेछु कि आजको दिनमा युट्युब करियर स्टार्ट गर्नलाई के क्राइटेरिया पुरा गर्नुपर्ने हुन्छ। नमस्ते, म तुलाराम कोठरिया। तपाईँहरूलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा। यदि तपाईँ युट्युबमा करियर स्टार्ट गर्ने सोचमा हुनुहुन्छ भने तपाईँलाई एउटा क्राइटेरिया पुरा गर्नुपर्ने हुन्छ, जुन अहिलेको लागि 1000 सब्सक्राइबर र 4000 घन्टा वाच टाइम, र यदि तपाईँ सर्ट्समा काम गर्दै हुनुहुन्छ भने 1000 सब्सक्राइबर र 10 मिलियन सर्ट भ्यूको क्राइटेरिया 90 दिनमा पुरा गर्नुपर्ने हुन्छ आजसम्मलाई। अब फेब्रुअरी 1, 2027 देखि ठ्याक्कै यसलाई डबल गरिदिएको छ। जस्तै कि 1000 सब्सक्राइबर र 4000 घन्टा वाच टाइम थियो भनेपछि त्यसलाई ट्याक्कै डबल गरेर सब्सक्राइबर त त्यति नै छ, 1000 नै छ, वाच टाइमको क्राइटेरिया चाहिँ बढाइदिएको छ। 4000 घन्टाको साटो 8000 घन्टा ठ्याक्कै डबल गरिदिएको छ। र यदि तपाईँ सर्ट्समा काम गर्दै हुनुहुन्छ भने त्यही 10 मिलियनलाई 20 मिलियन गरिदिएको छ। 1000 सब्सक्राइबरमा कुनै पनि चेन्जेस भएको छैन, चेन्जेस भएको छ वाच टाइम आवर र सर्ट्स भ्यूमा। र यदि तपाईँ सोच्दै हुनुहुन्छ कि 4000 घन्टा त यति मुस्किल थियो, 8000 घन्टा पुरा कसरी गर्ने भनेर, जस्तै कि म इक्जाम्पल तपाईँहरूलाई म देखाउन चाहन्छु क्यालकुलेसन गरेर इजिली कसरी पुरा हुन्छ भनेर। ल मानिलिनुहोस् 10 मिनटको भिडियो बनाएको छ एउटाले, होइन, कन्टिन्यू 10 मिनटको भिडियो बनाउँछ उसले, होइन, इन्टु अब उसको भ्युज 1000 मात्रै आउँछ, होइन, एक भिडियोजमा 1000 मात्रै आउँछ भनेपछि 10,000 मिनट भयो। अब यसलाई डिभाइड बाई 60 गरौँ, होइन, आवर्समा ल्याउनु पर्यो। अब आवर्समा ल्याएपछि 166.67 मतलब 167 आवर्स निस्कियो, होइन, एक भिडियोजबाट। अब एक वर्षसम्म उसले अपलोड गर्यो भने कुनै भिडियो कमै भ्युज आउलान्, कुनै भिडियोमा धेरै भ्युज आउलान्, होइन, त्यो सबै काटकुट छाँटछुट पारेर ओभरअलमा एभरेजमा निकाल्ने हो भनेपछि उसले महिनाको के अरे वर्षको 60 भिडियोज त कस्तो नबनाउला, होइन। अब वर्षको 60 भिडियोज बनाइदियो भनेपछि उसको कति आयो त 10,000 आवर्स इजिली आयो। र 10,000 आवर्स अब भिडियो गइरहेछ भनेपछि त सब्सक्राइबर त आइहाल्छ, होइन। ल अब तपाईँ यो क्यालकुलेसन हेरेर सोच्न सक्नुहुन्छ कि तपाईँहरूको स्टार्ट गर्ने युट्युब करियर तपाईँहरू कसरी स्टार्ट गर्नुहुन्छ। डिसिजन तपाईँकोमा छ। स्टार्ट गर्दै हुनुहुन्छ भने बेस्ट अफ लक छ मेरो तर्फबाट। र स्टार्टअप गर्ने सोचमा हुनुहुन्न भने भिडियो हेर्नुहोस् हाम्रो, अनि सब्सक्राइब गर्नुहोस् मेरो च्यानललाई, लाइक गर्नुहोस्, र नयाँ क्रिएटर कोही बन्ने सोचमा छ भने त्यसलाई सेयर गरिदिनुहोस्। हस् त, थ्याङ्क यू।